कहिलेकाहीँ हामीलाई सोच्दै नसोचेको समस्या झट्ट आइपर्छ। जति नै लागि परे पनि असफलता, ढिला सुस्ती, अस्वीकार लाग्छ मेरै जीवनमा मात्र समस्याको भुमरी घुमिरहेको छ। तर यी सबै कुरा सबैको जीवनमा घटिरहेका हुन्छन्। फरक यति हो, आफूलाई परो महसुस भयो। तपाईँलाई पछ्याइरहेका यी समस्याहरू तपाईँको नियन्त्रणभन्दा बाहिरका कुरा हुन्। किनभने सबै मान्छेले आफू सफल हुनलाई सकेसम्म प्रयास गरिरहेका हुन्छन्। ती अपरझट घटना वा समस्या आइसकेपछि कसरी प्रतिक्रिया दिनुहुन्छ भन्ने कुराले वास्तवमा हाम्रो जीवनलाई आकार दिन्छ। यदि तपाईँले कुनै समस्यामा रिस, डर वा निराश भएर प्रतिक्रिया दिनुभयो भने त्यो समस्या अझै भारी र कठिन हुन सक्छ। तर यदि तपाईँले शान्त भएर सोच्नुभयो, स्वीकार गर्नुभयो र अगाडि बढ्ने प्रयास गर्नुभयो भने त्यही समस्या तपाईँको लागि सिकाइ र अवसर बन्न सक्छ। एउटै परिस्थितिमा दुईजना मानिस पर्न सक्छन्, तर उनीहरूको भविष्य फरक हुन्छ, किनकि उनीहरूले फरक तरिकाले सोचे, मनन गरे अनि प्रतिक्रिया दिए। एउटै क्लासका दुईजना विद्यार्थी इक्जाममा फेल हुन्छन्। एकजनाको प्रतिक्रिया म सक्दिनँ भनेर अगाडिको पढाइ छोड्छ। अर्कोको प्रतिक्रिया म अझै राम्रो तयारी गर्छु भनेर फेरि राम्रोसँग पढ्ने निर्णय गर्छ। एउटै घटना, तर भविष्य पूर्ण रूपमा फरक हुन्छ। तपाईँको सोच र दृष्टिकोण तपाईँको नियन्त्रणमा छ। यहाँ तपाईँ स्वतन्त्र हुनुहुन्छ। जब तपाईँले यो कुराको गहिराई बुझ्नुहुन्छ, तपाईँले अरूलाई दोष दिन छोड्नुहुन्छ र आफू के गर्न सक्छु भन्ने कुरामा ध्यान दिनुहुन्छ। यी साना तर शक्तिशाली परिवर्तनले तपाईँको जीवनको डिरेक्सनै बदल्न सक्छ र जिन्दगीलाई सफलको बाटोमा डोर्याउन सक्नुहुनेछ। यी सबै कुरा मैले एपिक्टेटस भन्ने दार्शनिकको इट्स नट व्हाट ह्यापेन टु यु बट हाउ यु रिएक्ट भन्नेबाट लिएको हुँ। थ्याङ्क यू सो मच।